हेलो हाई नमस्ते अनि गुड मर्निङ सबैजनालाई मेरो युट्युब च्यानलमा भएका सबै साथीहरूलाई स्वागत छ है। अनि यो रहेको छ दुबईको सार्जा खोर फक्कान भन्ने ठाउँ जहाँ आज म नयाँ सालमा घुम्न गइरहेको छु। धेरै जस्तो नेपालीहरूले यो देख्नुभएको होला, यहाँ जानुभएको होला र हाम्रो नेपालमा पनि यस्तै नै रहेको छ, जस्तै यसलाई पहाड भन्छ होइन, हिमाल पहाड। अनि यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू रहेको छ। दुबईमा पनि यस्तो यस्तो राम्रो ठाउँहरू छ जहाँ हामी घुम्नुपर्छ, जानुपर्छ है। अनि खास गरी दुबईमा यस्तो पनि राम्रो ठाउँ रहेछ भन्ने कुरा थाहा भयो अनि घुमेर इन्जोय पनि गरियो साथीहरू। अनि देख्न सक्नुहुन्छ कति ठुलो ठुलो पहाड चट्टान जस्तो रहेको छ अनि बाटोहरू पनि एकदमै राम्रो छ। यो चाहिँ हामीहरू चाहिँ नयाँ सालकोमा घुम्न गएको दिन हो अनि ठाउँहरू एकदमै राम्रो राम्रो छ। अनि जस्तो कि यहाँ देख्न सक्नुहुन्छ यो एउटा झरना जस्तो छ जहाँ मैले भिडियो बनाइरहेको छु। अनि यो झरना हेर्न पनि यति धेरै मान्छेहरू हुनुहुन्छ, यति धेरैजना हेर्न आउनुभएको छ यो नयाँ सालमा। अनि त्यसको जस्ट अपोजिट देख्न सक्नुहुन्छ बिच रहेको छ, त्यो चाहिँ आइसल्यान्ड यस्तै के भन्छ त्यसलाई। अनि देख्न सक्नुहुन्छ झरना कति राम्रो छ गाइज। अनि त्यसको जस्ट साइडमा रहेको छ यो चाहिँ नाम चाहिँ मलाई थाहा भएन, यो एउटा घर जस्तो फोटो खिच्ने अनि एकदमै राम्रो रहेको छ यो पनि। खासै म भित्र चाहिँ गएन, बाहिर बाहिर मात्रै। अनि जस्ट यो चाहिँ बिचमा चाहिँ हामी चाहिँ यो यसरी ढुङ्गामा गएको हो। जस्ट अलिअलि फोटो भिडियो खिचियो, इन्जोय गरियो। खास त त्यहाँ के भनेर हामीहरू गएका थियौँ, यो के भन्छ सिपमा है के भन्छ यसलाई। तर के गर्नु, एउटा भनेर गएको है, लास्टमा त बिच बाटोदेखि त डबल पैसा भनिदिएर के। अनि केही पनि छैन रे, त्यही खोला मात्रै हो रे लौ। अनि हामी त भयो पर्दैन यत्तिकैमा फर्काएर लग्नुहोस् भनेर फर्केर आयौँ। अनि फर्केर आएपछि पनि मैले यो पछि भुइँमा गएर भिडियोहरू बनाएको छु, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ बोटहरू जस्तो पनि थियो, त्यो सिङ्गल सिप बोट के, त्यो बाइक जस्तो, त्यो चाहिँ मैले चढिनँ। अब नेक्स्ट टाइम मौका मिल्यो भने अवश्य पनि चढ्नेछु। अनि यो चाहिँ हाम्रो ग्रुप, यो चाहिँ हेरिटेज प्लेस भनेर हामी घुम्न गएको। यहाँ घर मात्रै छ अनि जुन घरको ढोका खुल्ला छ त्यो घरमा मात्रै पस्नु होला, घुम्नु होला भनेर हामीहरूलाई त्यहाँ भन्नुभयो। अनि यसो अब कहाँ कहाँ ढोकाहरू खुल्ला छ भन्दै सबैजना साथीहरू चारैतिर फैलिए। म त यसो हिँड्दै घुम्दै भिडियो बनाउँदै गरेँ, इन्जोय गरेँ। राम्रो थियो यो हेरिटेज प्लेस पनि। अनि भित्र चाहिँ क्याफे जस्तो पनि अनि बस्ने यो पुरानो जमानाको हुन्छ नि त्यस्तो टाइपको थियो। अनि यो क्याफे जस्तो। अनि फेरि हेर्नुहोस् न साथीहरू, यो क्याफे चाहिँ कति भित्र छ है। अनि यस्तो यो रोडनिर के यस्तो बसेर खाने चाहिँ। अनि त्यसपछि त्यहाँनिर चाहिँ फोटो खिचेको है पछि एकजना। अनि त्यहाँको स्टाफ आएर के लिनुहुन्छ भन्दै हुनुहुन्थ्यो। हामीले चाहिँ केही पनि लिँदैनौँ, जस्ट फोटो मात्रै खिचेको भने मन परेर। अनि ओके भनेर गयो। अनि देख्न सक्नुहुन्छ। अनि यहाँ पनि मैले चाहिँ भिडियो बनाएको छु, कति राम्रो ठाउँ छ यो। फेरि पनि सिप चढेको भिडियो आएको रहेछ। अनि धेरै इन्जोय गरियो गाइज। अनि थ्याङ्क यू सो मच, तपाईँहरूले यति धेरै माया गरिदिनु भयो मेरो भिडियो हेरिदिनु भएकोमा। अनि जस्ट लाइक, कमेन्ट, सेयर अनि
मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। अनि तपाईँको साथीभाइहरू, इष्टमित्र, फ्यामिलीलाई पनि यो भिडियो सेयर गरिदिन सक्नुहुन्छ। अनि जो दुबईमा हुनुहुन्छ उहाँहरू यहाँ गएर घुम्न सक्नुहुन्छ। यति राम्रो ठाउँ रहेको छ। यो चाहिँ खोरफक्कान भन्छ है यसलाई चाहिँ। यहाँ चाहिँ धेरै छ घुम्ने ठाउँ। अनि यहाँ जान सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। अनि कस्तो फिल भयो हजुरलाई, कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ है त। यति नै भन्दै मेरो यो 2 शब्द म यही टुङ्ग्याउन चाहन्छु। थ्याङ्क यू फर वाचिङ गाइज, लभ यु अल।